हेर्नुहोस् है इन्डियाको भेडा यस्तो हुन्छ यार यिनीहरू यो त्यो कुकुरहरूले चराउने हो यो भेडाहरूलाई नहीं अंकल कितने है 500-600 हेर्नुहोस् आइजहरू यहाँ चित्त नबुझ्ने जति हेऱ्यो नि चित्त नबुझ्ने मौसम भइरहेछ अहिलेतिर चाहिँ बबालै छ हेर्न सक्नुहुन्छ बब्बाल यार बुढीको याद त छैन नि याद आयो नि के गर्ने आफ्नो आफ्नो सुरुमा छ दुईजना तीनजना यहाँ माथि छ यहाँ र यहाँ कुरा गरिरहेछ तीनजना यहाँको तीनजना कुरा गरेर मस्त कफ गरेर ब्याटर गरिरहेछ यिनीहरू ओए प्लास्टिक हिँडेको कि मान्छे हो लो में लंबी तो Tega. Tidak nyawa cuma. Jadi cuma dia. Wah. हेलो गाइज वेलकम ब्याक टु माई च्यानल डिओ हजुर दोजी अहिले तामाङ आजको दिनमा चाहिँ नयाँ दिन नयाँ सुरुवातमा चाहिँ हामी हाम्रो आफ्नो कामतिर व्यस्त छौँ भ्यू यहाँ छ है टन्न साइकल यसरी गोरु जोत्नुपर्छ गोरु भन्ने के भन्ने अब यतातिर चाहिँ यस्तो हुन्छ ओइ बिडी खाएको मान्छे यही हो यस्तो यस्तो छ निस्किन्छ फेरि गरेर यसरी रोप्ने हो बिस्तारै पानी परिरहेछ हेर्दै गरौँ ज्याकेटहरू फेरि आज त मान्छे लौडु जस्तो देखिरहेछ त्यही हो ल हाम्रो चाहिँ यति रोपिसकेछौँ अघिदेखि त्यहाँदेखि यहाँसम्म अस्तिको भ्लग हेर्नुभयो होला अस्ति भनेको थिएँ नि त्यो ग्रिन हाउसमा त्यहाँको भ्यू चाहिँ अहिले यहाँ हामीले रोप्ने भइसकेछौँ त्यही हो हेर्दै गरौँ भ्यू चाहिँ यस्तो छ ल जिन्दगी यस्तै छ हजुर गाह्रो छ यार त्यो मान्छेले मलाई यहाँ गुनासो गरिरहेछ पढेको मान्छे नि मसँगै गोबी रोप्नु परिरहेछ भनेर यहाँ भनिरहेछ मलाई नपढेको मान्छेसँग बसेर त्यस्तै भइरहेछ के गर्नु जिन्दगी गाह्रो छ ओहो चिया खाँदै हो अच्छा ओ भ्लगमा बोलौँ न यार चिया बिस्कुट ओ हेलो ग्यास पकाउँ यार ग्यासमा आइमा गाई ठेकदार साहब छ यहीँ बिस्कुट खाँदै चियासँग ब्रेड पनि छ भ्यू चाहिँ बबालै हो अब खाजा खान्छौँ हामी नि मुइक पारेर खाइरहेछ बनाउने चक्करमा बिस्कुटसँग चिया खाम भनेको त चिया त यस्तो भइरहेको रहेछ सेट भयो Ani saya pelanggan lebih pelanggan. Black tea. Bread. कोही बिस्कुट कोही ब्रेड केता के छ सब थोक छ नि के हुनु ट्र्याक्टर भएपछि यतिको हुनुपर्छ फेरि पानीलाई पानी भन्नु हुँदैन
तेल जाडी हुइसिम खाले जाय आठमा रनले क्यामेरा देखाइछु त जो पनि बुक अफ हुन्छ भयो के बोल्न सक्दैन ल हेर्नुहोस् काम छैन हातमा बिउ पोक्यो बस्यो ल हेर्नुहोस् केटी मान्छे हुनुको फाइदा यति मात्र छ ए केटाहरू सब आफ्नो आफ्नो तालमा बसिरहेछ दुईजना मात्र गरिरहेछ यहाँ होइन त यसको मुख त सिलाउँ भने किरै परोस् आजको भ्लग चाहिँ झ्याउ नमानिकन हेरिदिनु होला त्यस्तै भइरहेछ के गर्नु यिनीहरूले भ्लग बनाउने वातावरण नै छैन यहाँ थाल पर्छु म्याप नि थोबा थरै दिमाग खराब बुढीको याद त छैन नि याद आयो नि के गर्ने लगेर त्यस्तै अब ढाटसटदेखि चाहिँ यसरी सुत्ने हो के गर्नु अब जिन्दगी तिमीहरू जसरी सुतेर बस्न पाउँदैन गाह्रो छ जिन्दगीमा यार ल ल रोप्दा रोप्दै पानी पर्यो बेचक भयो पानी परेर असार लागेछ ल पानी पर्यो टाढो कोपीको गु त्यही कोपीको गु ओए कोपीको गु हुन्छ प्युरो ए ल पानी पर्यो ल ल आफ्नो आफ्नो सुरुमा छ दुईजना तिनजना यहाँ माथि छ यहाँ र यहाँ कुरा गरिरहेछ तिनजना यहाँको तिनजना कुरा गरेर मस्त कफ गरेर ब्याटल गरिरहेछ यिनीहरू यहाँ तिनजना एकजना चाहिँ पछितिर लुकेछ यहाँ टोपी देखिरहेछ अहिले त देखियो यहाँ तिनजना यो ओए प्लास्टिक हिँडेको कि मान्छे हो प्लास्टिक जतिको छ मान्छे नि के गर्नु यार दुःख छ गाह्रो छ जिन्दगीमा यस्तै भयो सबैजना परेर हेरिरहेछ भ्यू आइपुगेन हाम्रो 6:30 भयो अझैसम्म भ्यू पुग्ने मान्छे त्यस्तो छ त्यही हो आजको भ्लग चाहिँ झ्याउ नमानिकन हेर्नु होला tôi chẹp tay ê tôi nghĩ tàn đâu gọi lên nào cái súp lô mày lông với tao nên hết lông mà bảo chứ nắng đi chơi con lợn thì nắng đi lông với tao lông mày nó sẽ bị gì bún lên nó cho hầm lên la nó sẽ bị 유발라 유지 너네 유발라 tê với tê 너네 유발바 nó sẽ chỉ là cái bún Thế cô lên nó thân mà rằng nó chỉ được thông qua tình. tê nhẹ với tê thắt trong này cơ Như bữa đó. 너네 비유심 Ang din na yar beli wala no. đấy giờ nó lòng hết 롱짐 숭아 란 나기는 사 베디 유미
अरे म उच्च बोल में वा अने लगा नजी जो वो अने पास तै बने वही आना जैसी में 얘가 포랑이 아니야. नंगडी भी तो मैं 대다 디라니와 정말 तेरी 정말 대야 와 니랑 아장 원래 셋다 정말 पिनासिया दुई पिनासिया नि आने जंगम फेन्ने मरो हेर्नुस् भ्यू ल्याउने तरिका ओइ गनै तँलाई ल्याएन आएको छि भ्यू ल्याएन भनेर अचम्म भइरहेको थियो यसरी बोकेर लिएर आएर रहेछ आम्मा तरिका छ है तर फुलहरू हेर्न सक्नुहुन्छ खतरा यार हेर्नुहोस् आइजहरू यहाँ चित्त नबुझ्ने जति हेऱ्यो नि चित्त नबुझ्ने मौसम भइरहेछ अहिलेतिर चाहिँ बबालै छ हेर्न सक्नुहुन्छ बब्बाल यार उनीहरू चाहिँ खन्न लगाइरहेछ म त मौसम हेर्दै बसिरहेछु हेर्नुहोस् बिहान बिहान यस्तो दामी मौसम भइरहेछ कि नाइस मिठो मिठो मौसम छ बेडा आयो बेडा बेडा यताको भेडा हेर्नुहोस् है इन्डियाको भेडा यस्तो हुन्छ यहाँ यिनीहरू यो त्यो कुकुरहरूले चराउने हो यो भेडाहरूलाई कितना है भैया ओ भैया कितना है 500 पुरै गाडीहरूले जाम भनिदिन्छ यार यिनीहरूले यो चाहिँ बबाले छ यार तर यिनीहरू चाहिँ उत्योतिर चलाउने हो कि उत्यो भेगतिर आजभोलि चाहिँ यता छ डेन्जर डेन्जर हुँदो रहेछ नि त यार यसको त के भयो कितना है अंकल कितने है 500-600 एकछिन रोड ब्लक हानिसकेको छ भेडाहरूले यस्तो छ यार बिहान रोड ब्लक हान्दिम टुरिस्टहरू हेर्दा चाहिँ
डेन्जर कराउने रहेछ नि त यो मान्छेहरू त यहाँ रोड ब्लक हान्यो त्यो हेर्दै गर्दा एउटा जिन्दगी यस्तै छ यसरी नै बित्दैछ हाम्रो के गर्नु गाह्रो छ है अझै यस्तै जिन्दगानीहरू चलिरहेछ हैट गाह्रो छ त्यही अब भिडियोलाई हेर्दै गरौँ भिडियोलाई हेर्दै जाउँ केटा के हुन्छ है त्यही अब केटा रमाइलो गर्नुपर्छ जिन्दगीमा काम नि गर्नुपर्छ रमाइलो नि गर्नुपर्छ डु आवर वर्क बी ह्याप्पी भन्ने जस्तै हो त्यही अब आजको लागि भिडियो यति नै भिडियो मन परेमा लाइक कमेन्ट सेयर सब्सक्राइब गर्नु होला गोरु जोत्ने मान्छेले गीत पनि टेन्सन गाउने गर्छ है त्यही गीतहरू मन पऱ्यो भने यसो लाइक कमेन्ट हान्नु होला अनि एउटा कुरा चाहिँ अनि सानो भाइहरू हुन्छ नि सपोर्ट गर्ने खालको तिनीहरूले भाइ तिमीहरू भविष्यमा के भन्ने इच्छा छ चाहना छ भने कुनैले चाहिँ तपाईँ जस्तै पनि दाइ भन्छ क्या त्यतिखेर चाहिँ आफूले पनि ओहो यार मैले पनि त्यतिसम्म चाहिँ गरेँ रहेछ प्राउड फिल हुन्छ क्या मलाई पनि तपाईँ जस्तै बन्ने दाइ भन्ने बेलामा चाहिँ मलाई पनि ओहो यार मैले पनि गरेछु गरे जस्तो लाग्छ तर गरेको चाहिँ छैन गरे जस्तो चाहिँ लाग्छ है तर छैन त्यस्तो चाहिँ तर उनीहरूले चाहिँ तपाईँ जस्तै बन्ने भन्छ त्यो बाटो अन्त्यतिर मर्दिउँ कुरालाई अन्त्यतिर छोडिदिउँ भन्दै भिडियोले अन्त्य गर्न चाहन्छु हस् त धन्यवाद भिडियो मन पऱ्यो मलाई लाइक कमेन्ट एन्ड सब्सक्राइब एन्ड होला सायमा